यो हाम्रो फुल यताबाट होइन ल यसलाई चाहिँ भन्दो रहेछ तीन पिप्ले पिप्ले पिप्पले ल हाम्रो आजको हाइकिङ सुरु हाइकिङमा हुनुहुन्छ दुईजना सुरुमै पानी पर्यो पानीले चोखाउँदैछ तपाईहरु एक्साइटेड हुनुहुन्छ एकदम एक्साइटेड बाटो यो मन्दिरबाट सुरु हुँदो रहेछ यस्तरी हामी ल अब यो मन्दिर हो मन्दिरबाट चाहिँ यसरी सुरुवात गर्दछौँ हामी हाय हाय पानीले कुटेर हाम्रो जात्रा हाय हाय ठिक छ तर पनि हामी रोकिदिनौँ यस्तो छ नि हजुर बिग साइटेड ओहो यस्तो भर्याङ अनि आज यहाँ माथि पनि भर्याङ ल यता फर्सीको बिरुवा अनि यता अम्बा फुल्दैछ वा अनि यहाँबाट छ मेरो फेभरेट अमिलो ल है यो फुल देखेर तिहार आएको झझल्को आयो यस्तो राम्रो फुलहरू यता आइपुग्दा यस्तो छ हामी सही नै बाटो आयौँ कि कोही आएको छैनौँ यता बाटोमा चाहिँ तालचट्टा छ अनि त्यस पछाडि हामी यता डाइभर्ट भएर अब यताबाट यता जान्छौँ भन्ने लागेको छ अमला गाई चाहिँ अमलाको बो है हजुर हामी मन्दिर आइपुगेको सुबह साइडमा आइपुग्छौँ जस्तो छ मन्दिरमा यस्तो छ यसरी अनि हामी चाहिँ कुद्यौँ घुम्यौँ होइन यो मन्दिरको वरिपरि पनि घुम्यौँ तर नाना मन्दिरको नाम के अरे ल हामी चाहिँ यस्तो बाटो यात्रा सुरु गरौँ हामी दुईजना साथीहरू त भन्न सकेको हाम्रो कथा कहानी यस्तो छ रमाइलो हुँदैछ फेरि पानी पर्न थाल्यो एकछिन पानी भर्खर यात्रा रमाइलो गर्दैन यसरी यो मन्दिरको वरिपरि निर्माणाधीन रहेर यिनको सफा विस्तारै हुनेछन् भन्ने हामीलाई लागिरहन्छ ठिक छ हिँड्दै गर्दा त कस्तो या रमाइलो लाग्ने कस्तो याद हुने ल जाऊ माथि हामी आज तपाईँ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा हुनु हाम्रो चाहिँ धेरै पछिको प्रयास होइन छ्यामा कति धेरै आउँ जाने त्यसो जुर्नुपर्छ
घाम लागेको भए गाह्रो हुन्थ्यो होला पानी परेको पानी पनि पर्यो अब पानी एकछिन पर्यो रह्यो ठिकै भयो त्यतिको अब हाम्रो डान्स देखेर अब नआउनु तपाईँ क्षमा कस्तो हुँदैछ आजको यात्रा ओहो आजको यात्रा त बहुत सुहाना अनि यता हाम्रो नाना के छ आजको हल्ली चल्ली कस्तो छ तपाईँलाई मलाई कसैले त म अब जान्न होला जान्नु होला ल लु गफ गर्दै अब अनि श्यामा हजुर आजको यात्रा कस्तो हुँदैछ ओहो आजको यात्रा त नसोचेको राम्रो भयो नानी बिहान चाहिँ अलिअलि पानी पर्दै थियो है उकालो लाग्दा चाहिँ रेनकोटै ओढेर आउनु पऱ्यो तर अहिले त बाबा यस्तो मजा आएर छ नि न गर्मी न जाडो फोक्सोलाई पनि आज त आनन्द भयो है क्या मिठो भन्दै होला है के कसो हो हाम्रो के भन्छ हाम्रो सल्लाह चाहिँ कति लगभग कति भयो हामी यहाँ जाने भनेको लगभग महिना दिन हुन आँट्यो जुर्नै पर्दो रहेछ हजुर अनि भगवान्ले पनि साथ दिनुपर्ने रहेछ क्या अब तारकेश्वर महादेवले आज चाहिँ हामीलाई साथ दिएको रहेछ त्यही भएर हामी चाहिँ एकदम उकालोमा नसोचेको उकालो रहेछ नि त यार फेरि छन चाहिँ तर भणेङ बनाएको हामी आउनु त 4 जना खोजेको होइन आउनु 4 जना खोजेको त्यसमा पनि अब एकजनालाई जुरेन हजुर है सोल्टिनीलाई मेरो बहिनी चाहिँ अलिकति बिरामी भई हजुर अस्वस्थताको कारण स्वास्थ्यको कारणले आउनु पाइनँ हजुर अनि हामी त्यहाँ आयो तर पनि गजब छ अर्ग्यानिक चिया अर्ग्यानिक काँक्रा मै पनि बोकेर आएको छ खाएर हामी एकदम स्वास्थ्य त नभनौँ अलिकति भए पनि हेल्थलाई कभर गर्ने जस्तो लागिरहेको छ क्या मलाई चाहिँ यसरी नै शनिबार अथवा फुर्सदमा चाहिँ एकपल्ट चाहिँ हिँड्नुपर्ने रहेछ क्या हप्तामा हामी चाहिँ कोठामा घुम्छौँ है काम पनि छैन करायो उफ्रियो स्वास्थ्य बिगार्यो हेट हिँड्नुपर्छ अब चाहिँ ल है केटी हो जिएनजी हो म चाहिँ बुढो जिएनजी परेँ त्यही पनि म एकदम आफूलाई यङ फिल गरिराखेको छु हजुर अब यस्ता इनर्जेटिक मानिसहरूसँग हिँड्नु चाहिँ आफूलाई ढोक्क छ केही हुँदैन हजुर केही भयो भने लतारेर भए पनि लान्छन् माथि होइन जानु हो भन्ने अब म सक्दिनँ होला भनेको थिएँ सकिरहेको छु अनि नाना कस्तो लाग्दैछ तपाईँलाई चाहिँ मलाई त झन् हाम्रो बहिनीसँग त हाम्रो पहिलो हिँडाइ हो हजुर बहिनीसँग प्रायः हिँडाइ हुँदैन आज बल्ल म त भनौँ भन्दा फर्स्ट टाइमै होला हौ मेरो त तपाईँको हाइकिङ फर्स्ट टाइम हो कस्तो अनुभव भइरहेछ अनुभव म अलिकति हिँड्न नसक्ने मान्छे पऱ्यो तर पनि तपाईँ त हिँड्नु हुँदैछ हामीसँग हिँड्दैछु ट्राई गर्दैछु हिँड्नुपर्छ त हिँडी गइन्छ कि अस्ति हामी गयौँ नि जम्फू जोसँग जाँदा त काली मन्दिर जाँदा पनि यस्तै रुखहरू चाहिँ तर त्यहाँको चाहिँ एकदम अनौठो थियो कि बाटो ठुलो होइन तलपट्टि र माथिपट्टिको रुख यसरी जोडिएको यो गोरेटो बाटो पनि फर्का देखाइदिनु त नाना मन्दिर जस्तो एकदम है एकदम हेल्दी पनि भएको स्वास्थ्य भएको हजुर यहाँ गाडी साडी आउने भएदेखि यस्तो हुँदैन थियो हजुर र म यहीँबाट सुन्नेले सुन्दैनन् हाम्रो पनि एउटा टेम्के हाम्रो भुटु दिल्पाको चिनारी नै टेम्के हो कि राम्रो छ तर त्यहाँ अब अहिले चाहिँ गाडी लगेर होइन पोल्युसन बढिराखेको छ हजुर यस्तै भयो भने चाहिँ हजुर हाइकिङ पनि हुने होइन भविष्यमा भविष्यमा मजा पनि हुने थियो अब त्यहाँको नेताहरूले के गर्छन् त्यो चाहिँ यो चाहिँ लेखाइमा मात्र सीमित छ अहिले चाहिँ हजुर किनभने सबै यस्ता हरिया वनहरू मासिसकेका छन् के हजुर यस्ता ओहो यो बाटो चाहिँ पछि लालीगुराँस फुलद्वारा लालीगुराँस एउटा देखेको छैन अनि यो हाम्रो के त्यो मुजुम मार्ग हिँड्दा पनि त्यो धोत्रेसम्म हामी पुगेको थियौँ साँच्चै त्यहाँ जाँदा पनि यस्तै के सेम बाटोहरू चाहिँ र नेपालको चाहिँ कति ठाउँमा चाहिँ मिल्ने के सिमिलर
कुराहरू। अनि एक ठाउँ जाँदा म कतै पहिले गएको थिएँ जस्तो भान हुने। गोरेटो बाटोहरू होइन त्यो राम्रो कि यो राम्रो त राम्रो त आफ्नो देश राम्रो लाग्छ होइन। आफ्नो अब यो सहरको सुख सुविधा भन्दा मलाई चाहिँ अब आफ्नै गाउँघर होइन हरियाली डाँडा पाखामा जन्मेको भएर त्यही रमाइलो त लाग्छ। तैपनि अब मान्छेले चाहिँ सधैँ सुख खोज्ने होइन सुविधा खोज्ने क्रमले चाहिँ अब अहिले त आफूलाई मनपर्ने एउटा गर्नु परेको छ अर्को। अब मन परेर के गर्नु गर्न सकिँदैन, अब सुविधै चाहिएको छ होइन। त्यसले गर्दा पनि अलिकति योभन्दा गाह्रो गाह्रो क्वेसन हो कि ज्यानले सुविधा खोजिरहेछ, मनले हरियाली खोजिरहेछ, कहाँबाट पाउनु? साह्रै राम्रो बाटो रहेछ बनाएको छ कि यहाँको लोकलले बनाएको हो कि स्थानीय सरकारले बनाएको सरकारले बनाएको हो कि अब केन्द्रले नै बनाएको, जसले बनाओस् राम्रो छ विकास। हामी उहाँहरूलाई चाहिँ धन्यवाद भनौँ होइन। हामी चाहिँ अहिले तारकेश्वर भ्यू पोइन्ट आइपुगेछौँ। अनि हामी चाहिँ गलेर होइन मही खाँदैछौँ होइन। कस्तो हुँदैछ मही? मही मिठो रहेछ? गुलियो छ भने थियो, ठिकै अमिलो अमिलो रहेछ। बसेर हो कि तर हल्लिएर हो कि त छचल्केर है। ल यस्तो छ यहाँ चाहिँ हो हल्ला नगर्नु अरे त्यसो भन्नुभएको छ। ठिक छ यो भ्यू पोइन्टमा चाहिँ यस्तो यस्तो रहेछन्। यसरी यहाँबाट अब देखिने भनेको काठमाडौँ हो। साह्रै राम्रो छ है। त्यही त लु मुटुभित्र भन्दा पनि मुटुमा अलिक पुरै पस्नु सक्नु भएन, कृपया पस्दिनु होला। मुटुमा आदि छु। ठिक छ। जो हुनुहुन्छ जसले मलाई माया गर्नुहुन्छ उहाँहरू सबैको मुटुमा म यसरी नै बस्न सकु। गर्छ नि यस्तो गोरेटो बाटोहरू साह्रै हिँड्नु मनपर्छ हौ मलाई। यतिको चाहिँ साह्रै सुहाना छ। हेर्दा बोल्नु नसकेको अवस्था हो। म छ नि साधन हामी सानो हाम्रो रामेछाप हो कि है। अनि हाम्रो फर्स्टमा ठुलो मामासँग गएको के हो? पाहाडकै यस्तै छ कि बाटो। ए अनि मामाले आइपुग्यो अँधेरोमा हिँडेको मान्छे रात पुग्दा पनि पुगेको छैन क्या मामा घर जाँदा। आइपुग्यो अब 45 मिनट भनेको कतिपल्ट भइसक्यो हो त्यस्तै भएको क्या रात परेको नि। तर त्यसो भने पनि हाम्रो यात्रा चाहिँ बोर भएको छैन कि, बोरिङ छैन नि। हाम्रो यात्रा खतरा छ। मौसमले अब घामले पनि धेरै पोलेर लाग्दो हुन्थ्यो नि, गाह्रो हुन्थ्यो। बिहान पानी परेर शीतल भयो, अहिले घाम त्यति लागेन। अनि एकदम घुम्नुलाई हिँड्नुलाई चाहिँ एकदम लायकको छ। यस्तो बाटो छ यहाँ, बाटो साह्रै राम्रो नि हौ। यस्तो बाटो हिँड्नुपर्छ। हामी यसरी यात्रा गर्छौँ। आश गरौँ आगामी हप्ताहरूमा पनि यसरी नै यात्रा गर्न पाऊँ। साथसाथै त्यही त नयाँ नयाँ ठाउँ काठमाडौँको एक्सप्लोर गर्न सकौँ। एउटालाई मात्रै सपोर्ट गरे पनि निकाले माया त गर्नुभएको छैन होला। गरे पनि राम्रै हो, राम्रो खुन जान्छ। त्यो पनि छ एउटा पाले बाबाको हाइकिङ गर्ने ठाउँ पाइलट भएको भयो। ठिक छ। लु गफ गर्दै अब अनि श्यामा हजुर आजको यात्रा कस्तो हुँदैछ हौ? आजको यात्रा त नसोचेको राम्रो भयो नानी। बिहान चाहिँ अलिअलि पानी पर्दै थियो है, उकालो लाग्दा चाहिँ रेनकोटै ओढेर आउनु पऱ्यो। तर अहिले त बाबा यस्तो मजा आइरहेछ नि, न गर्मी न जाडो फोक्सोलाई पनि आज त आनन्द भइरहेछ है। क्या मिठो भन्ने होला है। के कसो हो हाम्रो के भन्छ हाम्रो सल्लाह चाहिँ कति तारकेश्वर कुण्डमा
होइन पानी त रहेछ त्यहाँ धाराबाट तर अन्त्य लगेको होला कुण्ड भनेको चाहिँ पानी भरेको हुन्छ नि होइन, यो सफा गर्नलाई यो मर्मत गर्नलाई रिपेयर गर्नलाई चाहिँ रेडी रहेछ किनभने पानी त छ नि त ओहो धारा यो त सन्तानेश्वरको जस्तै रहेछ होइन होइन प्राय होइन यस्तै छ नि 108 हो कि 108 को त्यो शिवलिङ्ग पशुपतिमा पनि जहाँ पनि हुन्छ शिव भएको ठाउँ यस्तरी जाने प्राचीन माता सती देवीको दैनेतिक र पतन भएको स्थान अरे यहाँ छ यस्तो ठिक छ नानाको दैनेतिक र पतन भएको स्थान दैनेतिक र कल खोलेर धारा चाहिँ दामी रहेछ है ल जय होस् भगवानको यस्तरी हुँदै यस्तरी भित्र छिर्नु पर्ने रहेछ जस ठाउँ चाहिँ साह्रै रमाइलो छ चिसो एकदम सुइटेबल सही समयमा आएको क्या हामी घाम पनि नलागेको पानी पनि नपरेको ठिक छ हजुर गुफा पर जाउँ न पहिला पर पर मेन आजको हाम्रो आउनु खोजेको ठाउँ चाहिँ यहीँ हो यही गुफामा आएर यही हेरेर चाहिँ आउनु खोजेको गुफाभित्र छ ल बाट आएर चाहिँ यस्तो जानुपर्ने रहेछ माथि चढ्नुमै त कस्तो हुँदो रहेछ अनुभव हामी चाहिँ पुग्यौँ जय शम्भु ल यहाँ चाहिँ केही शिलालेख त छ तर अलिक पढ्न नसकिँदो रहेछ हस् यस्तरी अनि यता चाहिँ तारकेश्वर महादेव जय शम्भु हाम्रो प्रसाद है यो चाहिँ नानाले त यता सर्नु आलु यता
सेलिनमा ठ्याक्कै आउने देखिरहेको छ आफूलाई जान यो तपाईँको क्यामेरा चाहिँ घुम्दैन घुमिन्छ कि एउटै मात्रै घुम्ने छ ननिकालेको यति बेला भइहाल्यो न कति धेरै लेखेको रहेछ बुझिराखौँ रे मन स्थिर राख्न मन्दिर छ संरक्षण गरौँ जङ्गल र जनावर छ नियम विपरीत नगरौँ निकुञ्ज छ प्लास्टिक फोहोर जथाभावी नफलाउँ ठाउँ ठाउँमा बोराहरू छ जथाभावी आगो तथा चुरोट नसल्काउँ डढेलोको डर छ ठुलो स्वरले हो हल्ला नगरौँ निगरानी छ पालना गरौँ धन्यवाद असल नागरिक हुनुहुन्छ गर्दै मलाई के भयो खोइ ल हाम्रो एकदम फ्रेन्डली अङ्कल हुनुहुन्छ उहाँ चाहिँ एकदमै आन्टीको एकदम केयर गर्नु हुँदो रहेछ भन्ने कुरा चाहिँ मैले अघि मन्दिरमा थाहा पाएर चाहिँ उहाँहरूको सानो इन्टरभ्यू लिएको छु थ्याङ्क यू ल है यहाँबाट बनाएको कि हाम्रो